नमस्कार साथीहरु, तपाईं सबैलाई फिनोलोजी वर्ल्डमा स्वागत छ। जहाँनिर तपाईले शेयर सम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। साथीहरु, आजको यस भिडियोमा हामीले एफपीओ जुन एप्लाई गरेका थियौं विजय लघु वित्तीय संस्था लिमिटेडको, त्यसको रिजल्ट चाहिँ कहिले यति धेरै दिन भइसकेका छ तर रिजल्ट अहिलेसम्म आएको छैन र आएपछि यसको ओपनिङ रेन्ज कति हुनेछ, यी सबैको बारेमा हामीले डिटेलको साथ उपस्थित भइसकेका छौं। आउनुहोस् यस भिडियोलाई सुरु गरौँ। साथीहरु, यस विजय लघु वित्तीय संस्था लिमिटेडले आफ्नो एफपीओ चाहिँ पौष 21 गतेदेखि लिएर पौष 24 गतेसम्मको लागि खुलाएको थियो, जसमा हामीले मिनिमममा 10 किता र म्याक्सिमममा 1000 कितासम्म 100 रुपैयाँको दरले एप्लाई गर्ने प्रवृत्ति पनि थियो। त्यसैगरी यदि हामीले यसको कति रकम बराबरको एफपीओ खुलाएको थियो भन्नाले यहाँनिर हामीले देख्न सक्छौं कि 4,66,81,700 रकम बराबरको 100 रुपैयाँको दरले जम्मा 4,66,817 किता चाहिँ सर्वसाधारणको लागि एफपीओ खुलाइएको थियो। त्यसैगरी यदि यसको हामीले के रेटिङको कुरा गर्दाखेरि इक्रा नेपाल लिमिटेडले यसलाई बी चाहिँ क्रेडिट रेटिङ प्रदान गरेको छ। त्यसैगरी यसको इस्यु क्यापिटल चाहिँ एनएमबी क्यापिटल रहेको छ, जसले चाहिँ यसको एफपीओ म्यानेज गरिरहेको छ। त्यसैगरी साथीहरु, यसमा हामीले के हेर्न सक्छौं भने यहाँनिर चाहिँ यसले थोरै किताको लागि चाहिँ आफ्नो एफपीओ खुलाएको थियो, तर यसमा माग भन्दा 57.12% जनाले चाहिँ बढी एप्लाई गरेका छन्। अर्थात् हामीले के देख्न सकिरहेको छौं भने यसमा जम्मा 22,99,252 जनाले चाहिँ 2,66,66,990 किताको लागि चाहिँ आवेदन दिएका थिए, जुन कि आफ्नो माग भन्दा 57.12% ले बढिरहेको छ। तर अब यति धेरै एप्लाई गर्दा पनि अब हामीले पाउने कति, जुन कि मैले अघि नै भनिसकेको छ, यस विजय लघु वित्तीय संस्था लिमिटेडले जम्मा 4,66,817 किता खोलेको छ। यदि हामीले यसलाई 10-10 किताको दरले पनि बाँडफाँड गर्यो भने जम्मा 46,681 जनालाई मात्र यो एफपीओ पर्नेछ र बाँकी रहेको 22,52,670 जना चाहिँ खाली हात आफ्नो 1000 रुपैयाँ लिएर जानेछन्। त्यसैगरी यदि हामीले यसको चाहिँ करेन्ट भ्यालुको कुरा गर्दाखेरि 755 रुपैयाँ रहेको छ, जुन कि हामीले यो हाम्रो लागि एकदमै राम्रो रहेको छ। किनभने अब हामीले 100 रुपैयाँ लगानी गरेर एकछिनको लागि मानौं एउटा किताको दाम 100 रुपैयाँ छ भने 100 रुपैयाँ लगानी गरेर 755 रुपैयाँ पाउँछु भने जुन कि एकदमै निकै नै रहेको छ। तर यदि यही कुरा यदि आईपीओ हुन्थ्यो भने हामीले यसको चाहिँ प्रति शेयर नेटवर्थ हेर्नु पर्थ्यो, जुन कि 80-81 को मिनिमम 149 रुपैयाँ 40 पैसा रहेको छ र म्याक्सिमममा कुरा गर्दाखेरि यसको 3 गुना अर्थात् 448 रुपैयाँ 20 पैसा हुने थियो। तर हामी लकी छौं कि यो एफपीओ हो र एफपीओ मा अहिले करेन्ट भ्यालु के चलिरहेको छ त्यसको आधारमा चाहिँ यसको लिस्टिङ हुन्छ र जस महानुभावहरुलाई यो चाहिँ एफपीओ पर्छ उहाँहरुलाई अग्रिम बधाई छ। र अन्तिम प्रश्न हामी सबैलाई लागेको छ, हामीले यो चाहिँ एफपीओ एप्लाई गरिसकेका छौं तर यसको रिजल्टको बारेमा यसको रिजल्ट कहिले आउने? त साथीहरु, तपाई सबैले जानकारी गराइदिएर छु। यसको रिजल्ट आउने मिति चाहिँ फिक्स भइसकेको छ, यही साताको अर्थात् माघ 6 गते अर्थात् मंगलबार आउने छ। तपाई सबैले विभिन्न सोशल मिडिया तथा साइटहरुमा गएर यसको रिजल्ट चेक गर्न सक्नुहुन्छ। जबसम्मको लागि तपाई सबैलाई अग्रिम बधाई छ। यदि तपाईलाई भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। धन्यवाद।